हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी मङ्गलबारको सिमसार जाँदैछौँ। उहाँ चाहिँ मेरो साथी हुनुहुन्छ र नानीसँग आइरहनु भएको छ रोड क्रस गर्दै। यहाँ चाहिँ म भिडियो बनाउँदैछु एक्लै। गाडी पर्खिँदा फाइनली गाडी पनि आएर गाडी चढेर आइसक्रिम पनि खायौँ। मिठो थियो आइसक्रिम र लिएर हामी सिटीमा चढ्यौँ। सिटीमा चढेर लामै थियो बाटो गयौँ सबैजना। उहाँ मेरो साथीभाइ फाइनली गेट आइपुग्यो। गेटबाट हिँड्दा हिँड्दै अलिक पर जानु पर्दो रहेछ। उहाँ चाहिँ मेरो बहिनीहरू साथीहरूको नानी बोलेर म चाहिँ टुइटु हिँड्दैछु। अरू चाहिँ हिरोइनबाट हिँड्दैछन् क्या। अनि फाइनली मासु पर्ने ठाउँमै पुग्यो सिमसार। अनि आएर कता खाने भनेर हेर्दै थियौँ। सबैतिर मान्छे थिए, नाचिरहेको थियो, इन्जोय गरिरहनु भएको थियो। छेउकै पसलमा सोध्यौँ मङ्गलबारको सिमसार भनेको स्पेसल सेकुवा हो, तोङ्बा हो, तर हामीले तोङ्बा मन पर्दैन। अनि सेकुवा खायौँ। सेकुवा अर्डर गरेर सेकुवा चटपटे पनि जुस मिठो थियो। सेकुवा पनि नमिठो होइन, मलाई मिठै लाग्यो जुस। अनि हामी सबैजना खायौँ। अनि गफ गऱ्यौँ। अनि एकछिन नाच्यौँ। जुस रमाइलो भएको थियो। सबैजना मिल्ने हुँदा रमाइलो हुन्छ। अनि नाच्यौँ। अरू मेरो बहिनी मात्र नाच्ने थियो। अरू चाहिँ अब नानीबाट टोक्रेर गएका थियौँ नि त। त्यही भएर मेरो बहिनी र म चाहिँ मजाले नाचायौँ। अनि घरतिर जानुलाई हामी गाडी पर्ख्यौँ।